नमस्ते छ्याजलो स्वागत छ फेरि पनि हजुरहरूलाई। आज चाहिँ हामी फेरि साथी मिलेर घुम्न जाँदैछौँ। अरु चाहिँ हामी कहाँ जान्छौँ भिडियोमा हेर्नु होला। धन्यवाद। हाम्रो भिडियोलाई धेरै भन्दा धेरै लाइक शेयर सब्स्क्राइब गरिदिनु होला। हामीलाई माया पनि गरिदिनु। सबै दुईजना म मात्रै सिंगल। राधिका चाहिँ म चाहिँ सिंगल है। लक्ष्मी हामी चाहिँ अब कहाँ जाँदैछौँ? महाराष्ट्र दिदी यहाँ छ। यहाँबाट चाहिँ कस्तो राम्रो देखेको हिमाल। गीता सापकोटा र म चाहिँ अगाडि सोल्टिनी र पुष्पा चाहिँ म भन्दा पछाडि। यहाँबाट हिमाल चाहिँ कस्तो राम्रो देखेको नि। हामी चाहिँ लेकतिर जाँदैछौँ। राइडरहरू गइसके। तिनवटा हिरोइनहरू गीतु लक्ष्मीलाई लिन जानुभयो। हामी सधैँको ठाउँ यही लेक साइड त्यही ठाउँमा आइपुग्यौँ। यहाँ छोडेर अन्त जान सक्दैन। हामी अन्तबाट धेरै पर्यटकहरू घुम्न आउनुहुन्छ कि हामी यहीँबाट होला नि अलि नजिक तीर्थ हेला भनेर यस्तो लेक साइड आउनै मन लाग्दैन। तर फेरि आउने ठाउँ नै यही हो, लोकेसनै आउनै मन लाग्दैन रे। फेरि आउने त हो। फोटो सुट हुँदैछ। उता सोल्टिनी ल सोल्टिनी, उता गीता, उता क्यामेराम्यान, यता लक्ष्मी। क्यामेराम्यान हुन नि गाह्रो छ हो, गाह्रो छ। ल हेर पुष्पाको पारा। ल अस्ति आलु रोपेर आलुबारीमा बसेको चाहिँ त्यही हो है। आई लभ यु भनिन्छ है त्यसले पनि। ऊ यता अर्को आई लभ यु फेरि ऊ चस्मा लाएर। पुष्पाको पारा हे भगवान्। अस्ति मलाई कसले मन पराएको त्यसलाई आई लभ यु भनेछ। हामी चाहिँ अब फोटोसुट पनि भ्यायो जनताहरूले होइन। देखिरहेको छ त भाइलाई। राम्रा छन् एकदम क्युट। अस्ति आलु रोपेको पुष्पा र गीता चाहिँ यही दुईजना हो है। यो चाहिँ गीता हो, यो चाहिँ पुष्पा हो है। आलु रोप्दा कस्तो देखे थियो, आज कस्तो देख्यो घुम्न हिँड्दाखेरि चाहिँ कस्तो देखेर रहेछ भनिदिनु ल। यो दुईजनालाई मन पराउने मान्छेले को हुनुहुन्थ्यो? धन्यवाद धन्यवाद। ऊ त्यो त झन् हिरोनी आयो, ऊ सोल्टिनी आयो त्यता। यो दुईजनालाई मन पराएछ क्या अस्ति। मेरोमा त एउटा फर्क्यौँ गाइस। साइड बाबा हामी चाहिँ खाजा खानालाई पुइमे आइपुग्यौँ अहिले चाहिँ। यता सोल्टिनी छ, म चाहिँ यता छु। अनि अरू चाहिँ कहाँ गएछ? तिनजना दिदीबहिनी हरायो, हामी दुईजना सोल्टिनी मात्रै छौँ होइन। ल हाम्रो यहाँ चाहिँ खाजा आइसक्यो। मान्छे छैन, ब्याग यहीँ फालेर मान्छेहरू कता हो पिज्जा आयो। हाम्रो चिसो पनि खाँदैछ जनताहरूले। यो चाहिँ थिचेको आलु। मैले यति मात्र टेस्ट गर्दैछु कस्तो हुँदो रहेछ भनेर पोइमेको चाहिँ थिचेको आलु। मिठै थियो तर स्टेसनको जति मिठो चाहिँ थिएन है। स्टेसनमा चाहिँ थिचेको आलु यस्तो दामी पाइन्छ। छिटो खा भन्दैछ मलाई गीताले। अनि ससेस पनि खाँदैछु। सबले खाँदैछ, आफ्नो आफ्नो पारामा खाँदैछ। म पनि आफ्नै पारामा खाँदैछु। कति ढिलो खाएको, छिटो खानु के, छिटो खानु भन्दै गीताले मलाई कराएको गरिरहेछ।
खाँदैछु म चाहिँ। सबै फोटो खिच्न गएको जनताहरू, म मात्रै ब्याग कुरेर बसेको। खानेकुरा टेबलमा ल्याएर मान्छे छैन, टेबलमा खानेकुरा आएर बसेछ, मान्छे जति फोटो खिच्ने भनेर सब गायब। ल हाम्रो यो पिज्जा पनि आयो, अब पिज्जा पनि खान्छु म। तातो तातो पिज्जा फर्स्ट बाइट खाए ल भन्दै खाँदैछु। तातो न तातो छ। खाँदैछु। साह्रो ढिलो खानी भन्नु होला, के गर्नु, एकैचोटि मुखमा हालेर खान पनि नसकिने। यस्तै छ यस्तै छ। यहाँ चाहिँ गीत बजेको भएर मैले यस्तो भोइस गर्नु पर्यो, गाह्रो छ हो। यता चाहिँ गीताले चाहिँ चटनीमा डोब्दै पिज्जा खायो भनेर बहिनीले गिजाउँदैछ। र हाम्रो अर्को खाजा सेट पनि आइसक्यो, कम्बो सेट। सबै खाँदैछौ, सबै आफ्नो आफ्नो पारामा गीत बजेको थियो, त्यही भएर नाच्दैछ। अब हामी घर जान निस्केको, अब हामी छुट्टिन्छौँ। बाई बाई गाइज, बाई बाई।